हेलो एभ्रिवान, तपाईहरुलाई यो मेरो भिडियोमा स्वागत छ। मेरो युट्युबका सम्पूर्ण फ्यामिलीहरुलाई मेरो यो सानो गार्डनमा तपाईहरुलाई स्वागत छ। अनि यो चाहिँ मैले तीनटा प्लान्टबाट चाहिँ पोर्कोपालीको तीनटा फूलबाट चाहिँ मैले यो सबै कटिङ गरेर चाहिँ बनाएको है। अनि यो फूलहरुले चाहिँ अब फुल्नु सुरु भइसकेको छ है, कम्ती कम्ती फुल्दैछ। यहाँनिर चाहिँ मेरो यो सिंगल हो। यो जो देख्नुहुँदैछ यो चाहिँ मैले अर्कै ल्याएको हो, लालुपाते नै हो अनि क्रिसमस फुल। अनि यसले चाहिँ फुलेको छैन। अनि यहाँ तपाईले देख्नुहुँदैछ यो चाहिँ मेरो डबल हो है। अनि यो चाहिँ मैले कटिङ गरेको है। अन्त यो कटिङ गरेर चाहिँ मैले थुप्रै ब्रान्चहरु बोटहरु बनाएको छु। यहाँ पर जो देख्नुहुँदैछ यो चाहिँ मेरो मदर हो। अनि यहीँबाट मैले कटिङ गरेर चाहिँ थुप्रै बनाएको छु। अनि यसरी नै यहाँनिर मेरो बगानबेली फुलहरु फुल्नु सुरु भइसकेको छ। अनि यो बगानबेली चाहिँ एउटै कलरको हो, तर मेरोमा चाहिँ 4-5 वटा सम्मको कलर छ। अनि यो चाहिँ मैले अरु चाहिँ मैले सानो सानो कटिङ गरिरहेको छु। अनि यो चाहिँ मेरो पोर्कोपालीको कटिङ हो। अनि यो पोर्कोपाली चाहिँ निकै ठुल्ठुलो भइसकेको छ। अनि यसमा चाहिँ बिस्तारै बिस्तारै गरेर चाहिँ सबै फुलहरु आउन लागेको छ। मेरो गार्डन चाहिँ अब चाहिँ एकदम फुल दिनमा चाहिँ एकदम रेडी भइसकेको छ है। र यो तपाईहरुले जो देख्नुहुँदैछ नि यो चाहिँ मैले कटिङ गरेको है। टुप्पो कटिङ गरेर चाहिँ मैले गमलामा सारिदिन्छ सबै सरी। अनि मैले यसरी नै यसलाई नफारिकन एकसाथ राखेको छु। अनि फुल पनि दिन सुरु भएको छ। अनि यसलाई मैले पिन्चिङ नगरेको कारणले चाहिँ लामो भएछ, तर अब यसले फुल पनि दिन थालेको छ। अनि मैले यसलाई यतिकै राखेको छु। अनि यो चाहिँ जब फुलिसक्छ तब चाहिँ म यिनीहरु सबैलाई कटिङ गर्नेछु। अनि तपाईहरुले देख्नुहुँदैछ है मेरो फुलहरु चाहिँ। अनि यो चाहिँ बगानबेली अनि लालुपाते मैले एकसाथ कटिङ गरेको थिएँ। अनि यो दुईटा चाहिँ मैले एकसाथ यहीँनिर नै छोडिदिएको छु। गमला नभएको कारण मैले यतिकै छोडेको थिएँ, यहीँनिर बढ्यो र मैले यतिकै छोडिदिएको छु। अनि यहाँ तपाईले देख्नुहुँदैछ है यो चाहिँ मेरो जरबेरा हो। अनि पोर्कोपाली पनि धेरै फुलेको थियो। अनि यसपालि पनि स्टार्ट भइसकेको छ फुल्नुमा। र अब बिस्तारै बिस्तारै एकसाथ झ्याम्मै है थुप्रै फुल्न थाल्छ। अनि एकसाथ धेरै फुल्दा चाहिँ अति नै सुन्दर देख्छ हैन। यो दुई कलर चाहिँ मेरो साथमा छ अहिले घरि चाहिँ। अनि यो चाहिँ मेरो बगानबेलीले फुलिरहेको छ सँगै। यसपालि चाहिँ मैले जरबेरालाई फारिन, मैले यो रिपोर्टिङ मात्रै गरेँ है। किनभने मेरोमा पटहरु पनि थिएन। अनि म अलिक बिसन्चो भएको कारणले मलाई डाक्टरले धेरै काम नगर्नु भन्नुभएको छ। अनि यसरी नै मैले यो फुलहरु यस्तो तरिकाले राखेको छु। अनि यहाँनिर चाहिँ छ मेरो गुलाबको फुल, यो लोकल गुलाब हो। अनि यो चाहिँ मिठो कलरमा दुई कलरमा फुल्छ है। पहिले हल्का लाइटमा हुँदै जान्छ, पछि पछि चाहिँ डार्क हुँदै जाँदो रहेछ। अनि यो चाहिँ मिठो अनि झ्याम झ्याम फुलिरहेको थियो हैन। अनि यसमा धेरै कोपिलाहरु पनि आइरहेको छ, तर यो झर्नु चाहिँ छिट्टो झर्दो रहेछ। अनि लोकल भएको कारणले होला है। अनि यसलाई चाहिँ मैले तल घरको साइडमा पनि गमलामा कटिङ गरेको छु है। अनि यो चाहिँ मेरो गुडल हो। अनि यो गुडलमा चाहिँ फुलहरु फुल्दैछ हल्का। अनि यसमा चाहिँ अब यिनीहरु चाहिँ धेरै बुढोहरु भइसकेको छ है। यसलाई चाहिँ म कटिङ गरेर चाहिँ यो सबै बोटहरु चाहिँ मुनि साइडमा लान्छु। अनि म यहाँ चाहिँ मसिनो कटिङहरु राख्छु भनेर मैले यहाँनिर गर्दैछु है। अनि मैले धेरै कटिङ पनि गरेको छु। र यिनीहरु चाहिँ साह्रै मिठो कलर छ। अनि धेरै मात्रामा कटिङ गरेर चाहिँ यिनीहरुलाई चाहिँ म फैलाउने। अनि यहाँनिर मेरो केमिलिया छ।
यसरी मेरो गार्डनहरू ढकमक्क फुल्नु लागेको छ है, तपाईँले देख्नुहुँदैछ। र यहाँनिर साइडमा चाहिँ मैले जेरेनियमको कटिङ गरेको छु अनि यो कटिङहरू चाहिँ लागिसकेको छ, तपाईँले देख्नुहुँदैछ है। अनि यसरी मैले एउटै गमला आउँछ दुईवटा गरेर हालेको छु। कुन कलरको हुन्छ त्यो चाहिँ मलाई आइडिया भएन। अनि यसलाई चाहिँ बेगोनिया भनिँदो रहेछ है। अनि यसमा चाहिँ किराहरू पनि लागेको छ। अनि यसरी राम्ररी हेर्नुपर्दो रहेछ, किनभने यो बेगोनियामा चाहिँ पुरा जुसुले भइहाल्दो रहेछ, जुसुले लागिहाल्दो रहेछ। अनि मैले थुप्रै जुसुलीहरू टिपिसकेको छु। अनि तपाईँहरूले देख्नुहुँदैछ योहरू चाहिँ सबै मैले कटिङ गरेको सानो सानोबडे। मेरोमा एउटा बोर्ड थियो अनि मैले धेरै बनाएको छु यो कटिङ गरेर चाहिँ। र यहाँ चाहिँ तपाईँले देख्नुहुँदैछ है, यो मेरो लालुपाते क्रिसमस फुलै हो। अनि यो चाहिँ कुन कलरको हो यो चाहिँ मैले पत्ता लगाउन सकिनँ। कसैले भन्छ हरियो भन्छ होइन, ग्रिन, अनि म चाहिँ भन्छु येल्लो। यो कुन कलरको हो यसलाई पुरा फुलिसकेर मात्रै थाहा हुन्छ। अनि यता चाहिँ मैले राखेको छु यो पोटोला। अनि यो चाहिँ गरम महिनामा पुरा फुल्छ नि त। अनि यस्तो तरिकाले चाहिँ मैले सबै कटिङ गरेर राखेको छु। अनि यहाँनिर चाहिँ मेरो पिङ्क रोज छ, यो चाहिँ बटन फ्लावर पनि भनिँदो रहेछ होइन, मसिनो बटन जस्तो फुल्दो रहेछ। अनि मेन चाहिँ यहाँ दुई कलरमा छ है। अनि यो चाहिँ तपाईँहरूले के भन्नुहुँदैछ, हामी चाहिँ दसैँ फुल पनि भन्छु है। अनि यो चाहिँ मैले एउटा युट्युबमा देखेको थिएँ। अन्त यस्तो तरिकाले चाहिँ थुप्रै कटिङहरू लाउँदो रहेछ होइन। अन्त यस्तो तरिकाले चाहिँ बनाउँदो रहेछ नि त, सानो सानो प्लान्टमा, सानो सानो पटमा। अनि मैले पनि एकचोटि चाहिँ म ट्राई गर्छु भनेर यसमा मैले सानोबडे फुल लगाएको थिएँ होइन। अन्त यसमै चाहिँ मैले यो गमला माथि राखिदिएँ। अनि यो चाहिँ यस्तो तरिकाले जरा आएर चाहिँ मुनिको माटोबाट एनर्जी लिएर चाहिँ माथि सानो पटमा चाहिँ फुल दिँदो रहेछ होइन, कति मजाको। अनि तपाईँहरूले देख्नुहुँदैछ है, सानोबडे पट छ तर मेरो फुल चाहिँ धेरै ठुलो छ है, हेर्नुहोस् है। र यसरी नै मेरो अलिअलि फुलहरू फुल्नु सुरु भइसकेको छ है। यो चाहिँ मैले एकै पटमा लगाइदिएको छु दुई कलर। यो चाहिँ मेरो पोहोरको पालिको हो। अनि मैले बचाउन सकेको कारण चाहिँ मैले एउटै पटमा ल्याइदिएको थिएँ। सानो थियो तर अब बढेर धेरै ठुलो भइसकेको छ। र मेरो यो भिडियोलाई यतिमै राख्नेछु। फेरि पनि तपाईँहरूसँग अर्को भिडियोमा भेट्नेछु। प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अनि